एक्साइटेड भइरह एकदम मजा भयो हैन हेलो नमस्ते एभ्रिवान गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग आशा छ तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु आज चाहिँ हामी कता जाँदै छौं भन्दा सेतीमा हैन त माछा मार्न जान लाग्यो बाबु र म एनकी बाबु र म आज चाहिँ माछा मार्न जान्छौं हैन लेट्स सी कति हुन्छ हैन कतिको मार्छ अनि हामी दुई जना चाहिँ यहाँबाट जान्छौं टक्क लाएर माछा मार्न बल्छी खेल्न जान लाग्यो कतिको पाउँछ आजभोलि थाहा हैन हैन अनि खेल्छौं रमाइलो त हो त्यस्तो यति नै मार्नी हैन त्यो हैन के अर्को यति नै मार्छु जस्तो हैन जोस कति हुन्छ हेरौं अनि रमाइलो त हो घरै कति बसिरहनु भनेर यसो खेल्न जाउँ न त कहिले कहिले कति सुत्नु भनेर चाहिँ हामी चाहिँ इन्टरटेनमेन्ट जस्ट रमाइलोको लागि कहाँ जाँदै छौं बाबु हामी माछा मार्न जान्छौं है त त्यो ल हेर्दै गर्नु है हामी कसरी मार्छौं कति मार्छ गेस गर्नुस् कतिको मार्दो रहेछ हाम्रो भने है त अहिले चाहिँ हामी यता किल्चोक कटिसक्यौं हैन टक्क त्यो माछा निकाल्नको लागि बल्छी निकाल्नको लागि टाङ्लो पनि लिएर हिँडे बाबुले अनि मैले हाँसिनी लिएर हैन टक्क लाएर झोला भरि सामान छ अनि खाजाहरू नि लिए हामीले जेस माछा मार्ने नै अनि यस्तो उस्तो हैन त रमाइलो पनि हो नि त त्यही भएर चाहिँ हामी माछा मार्न हिँडेको हो कि बाबु भन्नु त रमाइलोको लागि हैन त के खाएको त्यस्तै यार रानी बेल भनेको यस्तोलाई भन्छ रानी बेल भनेको यस्तोलाई हो मलाई त थाहै थिएन यार आँप झार्नु पर्यो त्यहाँ आँप छ यार आँप पनि झार्दै जाने है त हामी आँप पनि झार्दै जाने आँप पनि डेन्जर छ गाई छ हैन हाम्रो घरतिर हाम्रो घर जाने बाटो तर पहिला झन् बेसरी फल्थ्यो आजभोलि त अलि रुख पनि बुढो भएको होला नि त आजभोलि अलि त्यति साह्रो फल्दैन जस फल्न चाहिँ फल्यो अलिअलि लेट्स सी यहाँ कतिको आँप छ झार्न तर तुर्दैन होला हो यहाँ त ऊ त साइडमा छ सबतिर चाहिँ फलेन साइड कोही आँपको रुख पनि आधी एक वर्ष फल्छ आधी एक वर्ष फल्छ किन हो कुनै आजकल यहाँ चाहिँ पिपलको रुख टक्क लगाएर होइन यता ऊ त्यो झार त त्यो त सक्छ तर यो सानो मात्रै हो कि आँप यार ओ त्यहाँ यार यस्तरी छ है त आँप झार त कतिको मिठो अब त पाक्नु पर्ने हो त यार बाबु चाहिँ त्यहाँ झार्दै है त ओ तुरे रहेछ आँप भयो आऊ ला सानो छ त यार पाके होइन लिउ यो झोलामा हाल त ओ यो त पाकेको रहेछ मा कसम यो समात यो चाहिँ यो त पाके गिलो छ यार खाइदिउँ न एक बार मिठो गुले खा मिठो गाइस अहिले चाहिँ हामी फर्सियामा आइपुगे हो ओ यहाँबाट छ यार ठुल्ठुलो आँप यार आँप देख्न सक्नुहुन्छ यहाँ चाहिँ बस्ने चौतारो जस्तो हो हामी चाहिँ यहाँ बसेर एकछिन पानी खाएर जान्छौँ ऊ त्यहाँ चाहिँ धारा पानीको होइन पोखरी छ हामी चाहिँ एकछिन रेस्ट गरेर पानी पिएर अनि जान्छौँ है त कतिको मजा भइरह हिँड्न यस्तो मजा भइरह है यहाँ छ कि आँप त ठुल्ठुलो यारी त्यहाँ चाहिँ यहाँ एकछिन हामी बस्छौँ अनि पानी खाएर चाहिँ लाग्छौँ है त फेरि अहिले चाहिँ हामी सालको गाडीमा आइपुगिसक्यौँ म र बाबु चाहिँ यताबाट आएको अनि उताबाट चाहिँ जेठुहरू आउँदै हुनुहुन्छ अरे अघि मैले जेठुलाई फोन गरेको थियो अनि जेठुले उठाउनु भएन अनि फेरि भाउजूलाई फोन गरेर कहाँ गयो भनेको त सेतीमा आउन पठाउनु भनेको त आउने भने अरे भन्दै हुनुहुन्थ्यो अनि सोध्न गएको त गइसक्नु भएछ सेतीमा आइभ्याउनु भएछ जेठुहरू हामी चाहिँ यताबाट जाँदैछौँ जेठुहरू चाहिँ गाउँतिरबाट सेतीमा झर्दै हुनुहुन्छ होइन हामी चाहिँ टक्क त्यहाँ भेट भएर चाहिँ मजासँग होइन यस्तो इन्जोय गर्ने छ कि खतरा माछा पाओस् या नपाओस् रमाइलोको लागि चाहिँ जे होस् होइन हामी चाहिँ टक्क लाएर चट्ट
टलाएर माछा मार्ने हो। कति पाउँछ एकजनाको भागमा 1 पिस त पर्छ होला नि कि कसो हो कि होइन बाबु? एकजनाको भागमा एउटा माछा त पाउला नि है? ठिक छ होइन, ढुक्क हो क्या। हामी चाहिँ मस्त तरिकाले होइन जस रमाइलोको लागि हो नि त, खेल्नु नै पर्छ होइन। लाइफमा कति यार त्यो कति टेन्सन लिएर जस्तो इन्जोय मुमेन्टहरू पनि यस्तो होइन, रमाइलो गर्नुपर्छ कहिलेकाहीँ। कति काम मात्रै गर्नु भनेर चाहिँ आज चाहिँ टक्क लाएर हामी खेल्न आएको है त। हेर्दै गरौँ कस्तो कति मार्छ हामीले माछा। अब अहिले चाहिँ जेठीहरूसँग भेट भएपछि चाहिँ टक्क लाएर अझै हामीले चाहिँ आधी चाहिँ बल्छी रेडिमेड बनाएर, रेडिमेड मात्र उतै घरबाट बनाएर लिएर आएको छ। अनि फेरि आधी चाहिँ बनाउन भ्याएन, अनि आधी चाहिँ त्यहाँ बनाउँदै खेल्दै गर्छौँ है त। अहिले चाहिँ हामी होइन टक्क लाएर माछालाई आरा खोज्दैछौँ होइन। माछाको खानेकुरा चाहिँ के हो भन्दाखेरि हामी खोज्दैछौँ यहाँ माछावाला मर्छ। पहिला कस्तो हल्का दिएको किन चिसोमा बस्छ किन फेरि टक्क लाएर मैले यहाँ देखेको थिएँ आएर आयो त्यही टक्क लाएर माछाले यस्तो मिठो गरेर खान्छ यसलाई। ओहो हो क्वाप खान्छ। अनि हामीले स्वाट तान्यो होइन, टक्क लाएर त्यहाँ अड्केर बसेको हुन्छ। अनि हामी चाहिँ टक्क लाएर सट्ट हामीले चाहिँ माछालाई चाहिँ मस्त चपाउने होइन त। त्यही हो हामी चाहिँ अहिले एकछिन उस खोज्छौँ होइन, यो माछालाई आरा खोजेर। अनि उता पारि चाहिँ जेठोहरू हुनुहुन्छ, आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ सँगै भएर टक्क लाएर माछा मारेर आज चाहिँ एकदम रमाइलो गर्नुपर्छ है त। गाइस अहिले चाहिँ हामी खाजा नास्ता गरेको होइन, अब चाहिँ टक्क लाएर खाएको होइन। बाबु चेस बब्बल मिठो। अहिले नै दिउँसै यस्तो ठ्याक्कै 1-2 बजेतिर चाहिँ माछा अलि पाउँदैन क्या। अब चाहिँ 2, साढे 2, 3 बजेतिरबाट बल्ल पाउँछ माछा। त्यही भएर चाहिँ हामी यहाँ टक्क सब मिलाउँदैछौँ होइन। यस्तो लथालिङ्गै छ। अनि यो मिलाएर भ्याएपछि चाहिँ जान्छौँ। जेठोहरू चाहिँ उता आउँदै हुनुहुन्छ होला होइन। त्यही भएर हामी चाहिँ अहिले यो बनाएर भ्याउन लागिसक्यो। अब भ्याएपछि चाहिँ हामी सेतीतर्फ है त, यता माथि हुन्छ कि यता तल हुन्छ त्यो हामी चाहिँ जान्छौँ है त। अहिले चाहिँ खाजा खाँदैछ, तपाईँहरू पनि खानुहोस्। चोइस हामी चाहिँ सेतीतर्फ लाग्दैछौँ होइन। जोस हाम्रो गाउँको त सब मान्छेहरू माछा मार्न उठेर आएछ यार, केटीहरूभरि लेडिज पार्टी आउन पाएन, खाजा खान सुरु गरे जस्तो के छ। ल ल ल पानी नै नभएको ठाउँमा माछा मार्न आएर अब के गर्नु यार। पानी यता माथि हो यता तलतिर। अब हामी चाहिँ तलतिर लाग्छौँ होइन। अब हामी चाहिँ तलतिर है त, सेतीमा हो हामी त। सेती बबार मजा है। अब चाहिँ के हुन्छ है हेरौँ है त। ल चाहिँ हामी सेतीमा छौँ है। अब चाहिँ थाप्ने सुरु गर्छौँ। ल भिडियो गर त, टक्क लाएर एकदम क्वालिटी है। ल हामी चाहिँ यसरी खेल्छौँ है त गाइज है। गाइज मै त ऋषि दास केटाके माछा पर्न लाग्यो। ओए माछा ल है गाइज माछा आउनु है खाना माछा। ल मजा भइरह है माछा मार्नु। ल है त हामीले यति माछा माऱ्यो अहिले चाहिँ यो ढक्क लाएर। आहा कस्तो मजा भयो है माछा मार्नु त। केही दिन चाहिँ है त हामीले यति माछा मारिसक्यो। मजा भयो है गाइज। हामी चाहिँ सेतीमा है माछा मार्नु ढक्क लाएर। ल माछा अब फेरि थाप्छौँ है हामीले भने जस्तै परिरह जेस् मजा भइरह है त। ल हटे गाइज यहाँ बाबुले माछा पार्छ पार्दैन है। अलि तल ओए छिटो
ओए पऱ्यो फेरि यहाँ पऱ्यो ओए ओए पऱ्यो ओए के हो यो कसरी आत्तिको तिमी एकछिन बिस्तारै ओए चाहिँ हेर यता ओए एकछिन ओए झरिसकिन्छ तिमी समात कस्तो एक्साइटेड भइरह एकदम मजा भयो होइन ओए बस ल मजा भयो गाइस माछा यति मारिसक्यो फेरि ल हाल त धन्न कसरी आत्तिएको त नि तिमी यार ल यता हेर यता देखा त सो गाइस अहिले चाहिँ हामी टक्क लाएर माछा खिलाएर नि भइसक्यौँ घरतर्फ लाग्छौँ होइन अस्ति भोक लगाइरह अब खाजासाजा खान्छौँ माछा चाहिँ यति होइन धेरै त समाएन जे होस् भोलि पर्सिलाई छाक चाहिँ पाउँछ त्यहाँ भाउजूहरू चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ होइन उनीहरूले कति समाते थाहा छैन यस्तो खोला खेल्दै हुनुहुन्थ्यो हामी चाहिँ टक्क लाएर समातेर भइसक्यौँ अब हामी चाहिँ हल्का खाजा नास्ता गर्छौँ अनि घरतर्फ लाग्छौँ होइन लास्ट त्यो ओभर आधी भिजेको आधी उस भइरह यस्तो अनि फ्रेस नि हुनु बाबु आजको माछा मार्ने कस्तो भयो त नि रमाइलो भयो खतरा मजा भयो थियो है जेस माछा चाहिँ अनि माछा चाहिँ जेस राम्रै पाए त हामीले ओहो ल चलिरह्यो अहिलेसम्म जेस अब चाहिँ हामी घरतर्फ लाग्छौँ है त गाइस खाजा नास्ता गर्नु ल गाइस सेतो माछा खाना खाना मन छ लोकल होइन सेतीको बल्सीमा मारेको है त हामी चाहिँ आज टक्क बाउ छोरा भएर काका भटिज भएर मस्त माछा मारेको मछली लगभग 1 किलो त छ होला होइन यस्तो के अरे उसमा के काँचैमा मतलब नसुकाएर चाहिँ 1 किलो चाहिँ छ है आई थिङ्क मलाई त लाग्छ यो त ठुलै छ नि यार भिडियोमा मात्रै सानो देखेको ओहो यो साप खान यस्तो मजा हुन्छ यो अनि यो ल यदि माछा खान मन लाग्यो भने उनीहरू फेरि टिकटक बनाएर हैरान ओहो नि ए गाइजहरू के हो र ओहो नि राम जोस् अब चाहिँ हामी घरतर्फ ल खाजा साजा निकाल्न न त खाइदिउँ अहिले चाहिँ हामी खाजा खाँदै वाइ पचाउँदै है हामी दुईजना अनि भाउजूहरू चाहिँ यता टिकटक बनाउँदै हुनुहुन्छ एक्सन घर काम गर्न झ्याउलाएर यता माछा मार्ने न्युमा टिकटक बनाउँदै सबजना हाम्रो गाउँमा भएको चेलीबेटी भने नि आइमाई भने तरुनी भयो नि यति नै हो यार काम गर्न गयो नि खेल्न गयो नि माछा मार्न आयो नि काम गर्न गयो नि यति नै हो अरू सब बुढाबुढी मात्रै हो आफ्नो सुरमा आएछ अहिले चाहिँ हामी खाजा खाएर लाग्छौँ घरतिर कतिको भोग्ला घरतिर जाने होइन अब जाने हो घरतिर साइल जेठु गएन होला अब गएँ हो हामी चाहिँ घरतिर लाग्दै हाम्रो गाउँको तरुनीहरू ओहो माछा मार्न आएको रहेछ आज ओहो राम एक झोला माछा बोकेर हिँड्दै उहाँहरू भाउजूहरू हाम्रो गाउँको तरुनीहरू हामी दुईजनाले चाहिँ यति त पायौँ हामीलाई त ढुक्क हो कि किन आनन्द अब उकालो चढ्न स्याहाँ अलिअलि भोक लागिरह तर चाउचाउ त खायो खान त त्यही पनि है मजा भयो थियो बाबु अनि दुईटा बल्छी चुवा भयो 3टा भनौँ एउटा बाबुले फ्यालिदियो सिधै 2टा चाहिँ चुड्यो कि के माछाले तान्यो कि के गरे अनि यति चाहिँ समाते चाहिँ होस् हामी चाहिँ घर उकालो चढ्दै है त सबजना आज यति माछा मार्ने टोलीहरू हो सबै ट्रेकिङ हिँडे जस्तो भइरह 1 2 3 4 5 6 7 8
जेठु कतिको मजा भयो आज माछा मार्न बबाल मजा भयो है माछा मार्न मजै भयो थियो तर के गर्नु तर यता त माछा मार्न आउने अलि टाढा छ कि सिटीमा झर्न त सजिलो छ अनि उकालो चाहिँ अलि गाह्रो छ त्यही हो अहिले चाहिँ हामी फाइनल्ली घर आइपुगिसक्यौँ होइन अब चाहिँ टक्क लाएर फ्रेस भएर टक्क यो माछाको टक्क गुहु फाल्नु पर्यो होइन यो माछाको गुहु हुन्छ त्यो चाहिँ फालेर अनि टक्क सुकाएर भोलि चाहिँ जोड्दाखेरि खाने राख्छौँ आज चाहिँ अर्कै तरकारी छ भोलि चाहिँ यो खान्छौँ होइन त्यो आजको लागि यति नै अनि आजको दिन चाहिँ टक्क लाएर सेतीमा यसो रमाइलो गर्न साथ अलिअलि माछा पनि मारियो होइन त्यो आजको लागि यति नै तपाईहरुलाई भिडियो यो आजको भिडियो कस्तो लाग्छ डु कमेन्ट डाउन बिलो एन्ड सब्स्क्राइब फर न्यू अपडेट थ्यांक्स फर वाचिङ बाय बाय सी यू गाइज